किन आकृत भाइलाई हालेको कि नहालेको आकृत भाइ पनि छ तनाव छ त नि म त जस्तो होइन हालिदिइहाल्छु फेरि तल फुटबल पठाएर पनि भाइ हाम्रो नगरपालिका वाउ वाउ यस्तो छ नगरपालिका हाम्रो मेचीनगर कति हो 8 मेचीनगर यो चाहिँ हाम्रो मेचीनगर 8 को नगरपालिका नयाँ यस्तो नयाँ नगरपालिका छैन यस्तो बनाइसकेको जेनजीहरूले अलिक उयो गर्दा हल्का यो जुम गरिदिउँ हैन हल्का टक्क क्यामेरा सट्ट देखोस् हाम्रो नगरपालिका चाहिँ हेर्न सक्नुहुन्छ यस्तो चाहिँ भइसकेको छ क्यामेराम्यान अगाडि आउँदै सर्दै गरौँ यस्तो वाउ दामी बनाइसकेको छ हाम्रो नगरपालिका जस्तो जेनजीहरूले एकदम दामी फाइलहरू यहाँ हेर्न सक्नुहुन्छ यहाँ कस्तो फाइलहरू यहाँ यसरी डढेको छ अरू पनि छ यहाँ के समस्या भएको छ कति हुन्छ हुन्छ माथि बल सल एकदम दामी नेपालको झन्डा पनि झुन्डिरहेको छ नगरपालिका त्यस्तो बनाएको छन् कालो बनाइरहेछ एकदम हेर्न सक्नुहुन्छ पुरा आगो लाएर एकदम यो खरानी कतिजनाको नागरिकता होला कतिजनाको जन्मदर्ता होला एकदम खरानी बनाएर चाहिँ डढेको थियो अहिले पनि यहाँ डढिरहेको छ अहिलेको चाहिँ हाम्रो नगरपालिका कहाँ छ कस्तो छ हामीलाई थाहा छैन अहिले आज चाहिँ हामी अस्ति जेनजी आन्दोलनमा गरेको जति आन्दोलनकारीहरूले चाहिँ डराउनु भएको थियो त्यहाँ चाहिँ सबै आज चाहिँ हामी कभर गर्नेछौँ हामीलाई डरसर छैन हामीसँग आइडी कार्ड छ ब्याजहरू सबै छ एकदम ठिक भएको छ यहाँ नगरपालिकाको हालतहरू सक्नुहुन्छ अलिक अगाडि आउँ यस्तो छ दाहिने देब्रे जताबाट हेर्दा पनि एकदम नगरपालिकाको हालत एकदम हाम्रो चाहिँ खराब भइसकेको छ सक्नुहुन्छ यस्तो दामी यस्तो दाम र हाम्रो मेची नगरपालिका अहिलेको के हालतमा छ हेर्न सक्नुहुन्छ भित्रबाट देखाम भने यहाँ ताला लागेको भित्रबाट रहेछ देखाम भने एकदमै हाम्रो चाहिँ ताला एकदम लागेको छ हेर्न सक्नुहुन्छ यस्तो छ यहाँ हालत चाहिँ मेची नगरपालिका वडा नम्बर 8 को अरू पनि हेर्न सक्नुहुन्छ यता झ्याल ढोकाहरू सब एकदम डराएर चाहिँ के खरानी बनाइसक्नु भएको छ क्यामेरा हेर्न सक्नुहुन्छ जुन गरेर देखाइदिएको सिसी क्यामेरालाई यता सिसी क्यामेराको हालत यस्तै छ हाम्रो मेची नगरपालिकाको यहाँ सक्नुहुन्छ कतिजनाको नागरिकता यो भोट कार्ड पासपोर्टहरू यस्तो चाहिँ मेची नगरपालिका कार्यालयको यहाँ हेर्न सक्नुहुन्छ यस्तो भइसकेको छ यो कसको के थियो यो एकदमै यहाँ हेर्न सक्नु एकदम डढिसकेको छ यहाँ अरू पनि कति ठाउँमा छ आज चाहिँ हामीले कभर गर्नुपर्ने वडा नम्बर 8 वडा नम्बर अब कति मेची नगरभरिको चाहिँ आज हामी देखाउनेछौँ कभर गर्नेछौँ हामी चाहिँ झापा जिल्ला मेची नगर 8 बाट चाहिँ तपाईँहरूलाई सट्टै हाम्रो चाहिँ च्यानलमा आउनेछ भरे हो राम्रो छ एकदमै यहाँबाट हेर्न सक्नुहुन्छ क्यामेराम्यान अगाडि यस्तो हालत भइसकेको छ हाम्रो गिरिराज धमला बस्ने कोठाको चाहिँ हेर्न सक्नुहुन्छ कस्तो डढेर एकदमै कालो खरानी भस्म भइसकेको छ यहाँ कोठाहरू सबै डढिसकेको छ भित्र नहाल है मुला निस्केन भने तल पनि पङ्खा देखाइदिउँ माथि पङ्खाको हालत कस्तो भएको छ जाउँ भएको होइन नाटक छौँ हाम्रो हेर्न सक्नुहुन्छ केही छैन बेसी महँगो लुगाहरू केही छैन एकदम यहाँ कार छ सादा सिम्पल चाहिँ ड्रेसअप पनि एकदम सिम्पलै छ राम्रै छ अब चाहिँ हामी मेची नगरपालिकामा चाहिँ उयो गरिसकेर हामी निस्किसकेको छौँ छ यार तै पनि मैले यार त्यति सब्सक्राइबर जोड्ने यार के गरेँ यार निसा हो हामी चाहिँ भिडियो बनाउन आएको थियौँ यहाँ चाहिँ हामीलाई भिडियो बनाउनु दिएन ठिकै छ अब निर्माण भएपछि मात्रै बनाउनु भन्नुभएको छ अहिले त्यस्तो छ हालत अझै भित्रबाट बनाउँदै भए त अलिकति राम्रै हुन्थ्यो तै पनि अब बनाउनु दिनु भएन ठिकै छ हामीलाई बनाउनु दिएन क्या नेपाली जनता नेपाली सरकारहरू यस्तै हो क्या नि राम्रो काम उन्नति प्रगति गर्नेलाई चाहिँ कसलाई पनि अगाडि बढ्नु दिँदैन टल्किल गऱ्यो भाइ कि देखिँदैन नभएर यसलाई एडिटिङमा मिलाउनु पर्छ
पौडी खेल्दिने त्यो माछा पनि छ त। ल बइ लामो हाम्रो क्यामेराम्यान चाहिँ यहाँ स्टक्क यहाँ सामानहरू लोड गर्नु हुँदैछ। यो तपाईँहरूलाई इटाभट्टाको दृश्य देखाइराखेको छु मैले हामीले। अहिलेको नयाँ प्रधानमन्त्री खतरा गरिरहेको छ त्यसले त झन्। त्यही पनि त्यसले अनि मैले 6 महिनामा कत्रो काम गरिसक्यो त। फ्रिडम लग्जरी भनेपछि अब कस्तो होला त? भाइ क्यामेराम्यान तिमी हो जसरी बनाउने त्यो तरिकाले बनाउने हो, दामी बनाउने। तर मुद्दा झऱ्यो भने चाहिँ फेरि क्यामेराम्यानको 5 रुपियाँ कट। हेर्न सक्नुहुन्छ यहाँ धुलो उडेको यस्तो छ बाटोको गति। कट 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 क्यामेराम्यान अरे फोकस फोकस दिस ठक्क समातिङ यहाँ चट्टै दामी पोजिसन राम्रो। चितवनको यो चितवनको बस हेर्न सक्नुहुन्छ यहाँ। चितवन मेची सुपर अरे यहाँ बसमा हेर्न सक्नुहुन्छ। यहाँ मान्छेको यहाँ बिस्तारै सारालाई बिस्तारै 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 नेपाल यहाँ धुलो उडेको हेर्न सक्नुहुन्छ। यस्तो केटीहरू यहाँ आएर उभियो भने यहाँ उनीहरूलाई फाउन्डेसन चाहिँदैन। चार्ज छैन त भाइ फोनमा चार्ज छैन। क्यामेराम्यान भएपछि स्ट्रगल गर्नै पर्छ। हाम्रो हाल्नुपर्छ सोसल मिडियाबाट हो हामी। सबको भिड एकदम मजबुत पानी खाने
तेर्सो लङ भ्लगको लागि एउटा फोटो पनि खिच ल। सक्नुहुन्छ हामी काकाभिटातिर लाग्दैछौँ। आधी बाटो पुगिसक्यौँ। ल तपाईँहरू हेर्न सक्नुहुन्छ हामी यहाँ काकाभिटा आइसकेको छौँ होइन। काकाभिटामा पुरा गाडी हिँड्दैछ होइन। यता हेर्न सक्नुहुन्छ गाडीहरू पार्किङ छ, थुप्रो छ गाडी। यताबाट हेर्न सक्नुहुन्छ माथि कर्णाली गेस्ट हाउस छ। यता सोनाम प्यानल यातायातहरू बसहरू होइन दाइ हो भाइ होइन भाइ गाडी यहाँ छ विश्वनाथ शिवालय मन्दिर अरे। यता चाहिँ हाम्रो डेप्रा पार्क। यता सितारा गेस्ट हाउस उता सहकारी। यता हामी त्यो दाइको नाम के अरे सुभाष दाइको तिर लाग्छ। सुभाष भन्दा नचिन्नु भयो। अर्को नाम डङ्गे के अरे डङ्गे प्रधान चिन्नु भयो होला। यता मोमो दोकानहरू छ होइन। गीता होटेल त्यस्तै मोमो सोमो खानुहुन्छ भने आउनुहोस्। यता यहाँ हामी अस्ति यहाँ भिडियो बनाउन आउँदाखेरि आगो भएको थियो। यहाँ चेन्जको आन्दोलनको कारण यहाँ बसेको थियो हल्का पानी लगाएर। यता यहाँ गेट बन्द रहेछ भने तपाईँलाई भित्रबाट देखाइदिन्थ्यो होइन। अन्य योपालि चाहिँ हामीले तेल नसकिने गाडी ल्याएको रहेछौँ। अनलिमिटेड तेल हिरो अन्त जति तेल नहाले पनि चल्ने गाडी हाम्रो सोनालिका हाम्रो गाडीको नाम चाहिँ हाम्रो गाडी। अनि हामी ट्याक्कै भट्टेश्वरबाट उनीहरू यता चाहिँ घर बनाउने कन्स्ट्रक्सन चल्दैछ। अर्को बन्द रहेछ अहिले। यसो यतातिर हेर्दैछौँ। यता गिरीले घरहरू चाहिँ देख्न सक्नुहुन्छ ठुलै छ। यता होइन आफ्नो घर त सानै पऱ्यो, अर्काको घर देखाउनै पऱ्यो। यता खाजा खान आउन सक्नुहुन्छ तपाईँहरू। यहीको ग्यारेज भने जस्तो लाग्यो। यहीँ श्रेष्ठ होटल। यता यहाँ टर्निङ हेर्न सक्नुहुन्छ ग्यारेज। यता ग्यारेज खोज्दैछौँ हामी। ग्यारेज